नयाँ भनिने अभियानको नेतृत्वकर्ता सभामुखले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभयो। सम्पत्ति विवरण सार्वजनिक गरेपछि धेरैले पत्याउन गाह्रो भएको छ। उहाँले आफ्नो जीवन संघर्षका बारेमा भन्नुभएको छ, म त लेबरका रूपमा काम गरेको मान्छे हुँ। लेबरका रूपमा काम गरेर आएको मान्छे आफ्नो जीवनमा कमाउन सक्छ कि सक्दैन भन्दाखेरि कमाउन सक्दछ। आजको दुनियाँमा श्रमिकबाट मालिक बन्न सक्दछ। प्रविधिले त्यो आधार सामर्थ्य प्रदान गरेको छ। तर श्रमिकबाट मालिक बन्दाखेरि आर्जन गरिएको सम्पत्ति विदेशमा कमाएर नेपालमा ल्याउँदाखेरि वैध च्यानलबाट ल्याएको हो कि होइन प्रमाण जुटाउन सकिन्छ। विदेशबाट ल्याउँदाखेरि राज्यलाई बुझाउनु पर्ने कर तिरेको छ कि छैन, सभामुखजीले पुष्टि गर्नु भएको छ।